हेलो एभ्रिवान, वेलकम टु माई सेकेन्ड मिनी ब्लग। साथीहरू, मेरो दोस्रो मिनी ब्लगमा सम्पूर्णलाई स्वागत छ। साथीहरू, आज चाहिँ शनिबारको दिन अनि म चाहिँ सत्सङ्ग गएर 2 बजीतिर घर आइपुगेँ। साथीहरू, आज नवलपुरतिर यति गर्मी थियो अनि आउने बित्तिकै कुलरमा एकछिन बस्छु अनि मात्रै खाजा खान्छु भनेर चाहिँ यति थकाइ पनि लागिरहेको थियो, गर्मी पनि भइरहेको थियो। साथीहरू, भोक पनि लागिरहेको थियो अनि खाजा बनाउने जग्गा पनि थिएन। त्यसपछि के खाने भन्दा चाहिँ हिजो साउन 15 कसले खिर खानुभयो। हामीले चाहिँ हिजो खिर बनाएको थियौँ अनि त्यही खिर अलिकति रह्यो अनि त्यही खान्छु भनेर चाहिँ मम्मीले मलाई तताएर ल्याएर दिनुभयो अनि म चाहिँ त्यही इन्जोय गर्दैछु। साथीहरू, हजुरहरूलाई कतिको मिठो लाग्छ। अनि काँक्रा र आलुको अचार पनि थियो। मलाई चाहिँ एकदम मनपर्छ कि काँक्रा र आलुको अचार। साथीहरू, त्यो खाएँ अनि त्यसपछि शनिबार मात्रै हो नि त फ्री हुने, अरू बेला त स्कुल होमवर्क गर्दाखेरि टिकटक बनाउनु टाइम हुँदैन। यसैमा चाहिँ छुट्टीको दिनहरू मिलाएर टिकटकहरू बनाइरहेको हुन्थेँ र आज पनि म त्यही टिकटक बनाउनुको लागि मेकअप सेकअप गरेर रेडी हुँदैछु। साथीहरू, एउटा दुईवटा भिडियो बनाउनु पर्यो भनेर यति गर्मी भइरहेको थियो, पुरै फेस भरि पसिना अनि त्यसपछि टक्क कपाल सपाल कोरेर साथीहरू एउटा दुईवटा भिडियो बनाएँ अनि खाट पनि मिलाउनु पर्ने यस्तो फोहोर भएको थियो अनि त्यो पनि मिलाएँ। साथीहरू, टिकटक भिडियो चाहिँ मेरो टिकटक आइडीमा गएर हेर्नु होला अनि बुक अपलोड पनि मिलाएँ। साथीहरू, मैले जति नै भिडियो बनाए पनि स्टुडेन्ट लाइफमा त फिर्ता आउनै पर्यो अनि त्यसपछि चाहिँ होमवर्क गर्न बाँकी थियो अनि मैले चाहिँ म्याथको होमवर्क गर्नतर्फ लागेँ। साथीहरू, मैले चाहिँ ट्रिग्नोमेट्रीको होमवर्क गर्दैछु। साथीहरू, म चाहिँ अप्सनल म्याथको स्टुडेन्ट होइन नि त, त्यही भएर चाहिँ सबैजनाले चाहिँ ट्रिग्नोमेट्री गाह्रो हुन्छ भन्नुभएको थियो, तर मैले चाहिँ गरेँ। साथीहरू, सुरुमा त मैले अर्कै मेथडले गरेको थिएँ, बुकमा अर्कै मेथडले दिएको थियो अनि त्यही भएर चाहिँ बिग्रियो कि भनेर डर लागेको थियो, तर एन्सर चाहिँ मिलेर मेरो होमवर्क भ्याएर ठ्याक्कै बसेको त अङ्कल आन्टी भाइ त सरप्राइज भन्दै घर आइपुग्नु भयो। त्यसपछि चाहिँ एकछिन हामी गफ गर्न बस्यौँ अनि उहाँहरू पनि जानुभयो अनि अङ्कलहरूले चाहिँ हिजो मलाई ढिँडो खाएको भिडियो पठाउनु भएको थियो अनि मलाई चाहिँ लास्टै ढिँडो खानु मन लागेर मैले मम्मीलाई बनाइदिनु न भनेको थिएँ अनि मम्मीलाई चाहिँ मलाई ढिँडो बनाइदिनु, म तरकारी पनि पकाउँछु, अरू तरकारी मैले पकाउँछु भनेको थिएँ अनि मम्मीले पनि ल त्यसमा म बनाइदिन्छु भनेर चाहिँ आँटाको ढिँडो बनाउनुतर्फ लाग्नु भयो। साथीहरू, मैले चाहिँ अहिलेसम्म ढिँडो खाएको छैन, सो फर्स्ट टाइम ट्राई गर्दैछु, हेरौँ कस्तो हुन्छ ढिँडो। यहाँ फेरि कसरी हेर्छ कि चेक गर्नु पनि मैले आज थाहा पाएँ अनि यस्तो राम्रो भएको थियो ढिँडो चाहिँ। हात दुख्यो भन्दै मम्मीले मस्काउँदै हुनुहुन्थ्यो। ढिँडो, आँटाको ढिँडो, मैले चाहिँ कुनै केहीको ढिँडो पनि खाएको थिइनँ क्या अहिलेसम्म, सो फर्स्ट टाइम ट्राई गर्न जाँदैछु, सो हेरौँ कस्तो हुन्छ। त्यसपछि यता भने भेन्टा र आलुको तरकारी पाकेको छ। साथीहरू, अनि यहाँ चाहिँ मासु पाक्नलाई डिप फ्रिजमा जमेको भएर चाहिँ एकछिन छोडेको छ। सो मासु पनि मैले पकाएँ। साथीहरू, अनि ढिँडो पनि पाक्यो। साथीहरू, हेरौँ अब खाँदा कस्तो हुन्छ भने चाहिँ हेर्नुपर्ने हुन्छ। म एकछिनपछि खान्छु अनि साथीहरू, म चाहिँ यहाँ ढिँडो खाइसकेको थिएँ। साथीहरू, यति नमिठो लाग्यो मलाई मात्रै हो कि हजुरहरूलाई पनि मन पर्दैन? लास्टै नमिठो, वर्स्ट एक्सपिरियन्स। साथीहरू, बाई बाई, गुड नाइट।